धनिया किन हालेको मासु यति ल्याएको हजुरहरूले लास्टसम्म हेर्नुपर्छ मलाई पनि गर्नु हुन्छ नि त हौ हेलो एभ्रिवान नमस्ते म सन्चै छु हजुरहरू पनि सन्चै हुनुहुन्छ भने आजको साथमा फेरि पनि नयाँ दिन नयाँ ब्लग लिएर आइसकेको छु र आज म के गर्छु त हजुरहरूले भिडियोको अन्तिमसम्म हेर्नु होला हेर्दै जानु होला सुरु मैले जिरा खोर्सानी तेजपत्ता हाले अब म प्याज हाल्छु गर्नु होला मैले के बनाइरहेको छु म रातो बनाउँछु अब चाहिँ म मासु लिइरहेको छु अब चाहिँ प्याज यतिको भइसकेको छ अब अलिकति फ्राई गरेर मासु हाल्छु म मासु हामी चाहिँ यसरी पकाउँछौँ हजुरहरूले कसरी पकाउनुहुन्छ त्यो थाहा भएन त्यसलाई फ्राई गर्ने मजाले अनि त्यसपछि मसला हाल्ने भएछ अझै यसलाई भुट्नुपर्छ र हामी चाहिँ माछा मासुहरू चाहिँ चुलामा बनाउँछौँ हजुरहरू चाहिँ केमा बनाउनुहुन्छ भन्नु होला भुट्ने अनि मासु मसला हाल्ने मैले हालिसकेको छु टमाटर अब यसलाई अझै फ्राई गर्नुपर्छ आज म योहरू किन पकाउँदैछु त हजुरहरूले लास्टसम्म हेर्नुपर्छ हाम्रो यहाँ ढलाइ भइरहेछ अब पनि खाइरहेछ कोक मलाई पनि गर्नुहुन्छ नि त हौ मसला नुन फेरि अझै मजाले फ्राई गर्नुपर्छ अनि मात्रै मिठो हुन्छ म चाहिँ यो तरिकाले पकाउँछु है मेरो रेसिपी चाहिँ यही हो मसला मिक्स भएपछि यस्तो भएको छ अझै मजाले भुट्यो भने झन् दामी कलर आउँछ झन् खाउँ लाग्दो हुन्छ हजुरहरूलाई दिन नसके पनि यति नै खानु होला है टेस्ट गर्नु होला अनि भन्नु होला कस्तो भएको छ हुन्छ मासु कलर चाहिँ यस्तो भइसकेको छ गर्मीको आनन्द लिँदै मासु पकाइरहेको छु
हेर्न सक्नुहुन्छ पसिना आइरहेछ। अब चाहिँ यतिको भइसकेको छ, डढ्न थालेको छ। अब अलिकति अझै भुटेर पानी हाल्नुपर्छ। हाल्नु गएर चाहिँ पानी पिरो भयो जस्तो छ। यो चाहिँ रहेको छ माड। अब मैले खान्छु नुन हालेर। यो माड चाहिँ केलाई भन्छ भनेपछि यस्तो भाँडामा भात पकाएपछि निक्लिनु पानीलाई माड भनिन्छ र त्यो खाँदा नि मिल्छ। हामी चाहिँ खान्छौँ। यतिको भएको छ। अब उम्लिन्छ। चाहिँ पाको अब यसलाई छोपिदिनुपर्छ। चाहिँ खसीको मासु, किनकि हाम्रो बाबाले कुखुराको खानुहुन्न, त्यही कारण खसीको मासु चाहिँ यति ल्याएको छ। किनकि बाबाले कुखुराको मासु खानै हुन्न, त्यही कारण बाबालाई अनि कोकोलाई खान मन लाग्छ त्यतिलाई। खसीको मासु मम्मीले पकाउनु हुँदैछ, मलाई चाहिँ आउँदैन। धनिया धनिया किन हालेको भन्दा स्वाद आउँछ, त्यही कारण यसलाई छोडिदिनुपर्छ। छोपेर चाहिँ आज एउटा मात्र काम होइन, 2-2वटा काम छ। 2-2वटा भन्दा पनि धेरै नै छ। र मैले बाँच्नु पकाइसकेँ। अब म गइरहेको छु लुगा सिलाउन। कपडा उब्रेको थियो र म टुक्रा टुक्रा जोडेर के बनाउन गइरहेको छु भन्ने मलाई पनि थाहा छैन। लास्टमा म हेराउँछु। आजको लागि यति नै। बाई बाई।